आज चाहिँ गाइस बहुत ढिलो भयो चलन बन्द गर्दा गर्दा दिउँसो आएर बनाउन पाइनँ। त आज बिरयानी ल्याएको छु पार्सल बनाउनु परेन मजा ठन्डामै हाफ गन्जी पेनेर गएको। मेरो चाहिँ यो टेबल र पानी गरम गर्ने फ्यान जो गिफ्ट भेटेको थिएँ मैले। यतिकै जिनिस भएको छ गाइस। यो यसरी ठक्क राख्दो। यहाँ पानी हालेको छु मैले। ठन्डा दिनमा गरम पानी पिउनुपर्छ नभए गला सर्दी खोकी। यो स्विच अन गर्नुपर्छ र यहाँ एउटा स्विच छ अन गर्ने बित्तिकै यो लाइट जल्छ। गरम हुँदैछ 5 मिनटमा गरम भइसक्छ। अब चाहिँ म जान्छु हात खुट्टा धोएर आउँछु पानी गरम हुँदै। A few moments later. हात खुट्टा धोएँ मैले। अब तातो गन्जी लाउनु पर्छ। क्या कर रहे हैं यार तू? यो चाहिँ भयो मेरो तातो गन्जी। बेंगलोरमा यतिको लाग्यो भने जाडो टर्छ त्यति जाडो छैन गाउँ जस्तै। यहाँ चाहिँ मेरो पानी गरम पुरा भइसक्यो 2 मिनटमा हुन्छ यार। कति तातो छ यार। 2 मिनट भर्खर हात मुख धोएर आएको 2 मिनटमा भइसक्यो यार। यो बन्द गरिदिने हो। यो जिनिस चाहिँ गाइस बहुत काम आउँछ। गरम पानी पिउनको लागि के गर्नु पर्दैन पानी हाल्नु यहाँ बसाइदियो स्विच अन गरेर यो टिपो बस भइहाल्छ। र यता हेर्नु गाइस कपडा दिनमा भिडियो रिल्स बनाउँदाखेरि कति कपडा लाग्छ हेर। सब समेटेर राख्नु पर्यो। अब यत्रो कपडा छ माथि ब्यागमा यत्रो छ जुत्ता यी यतिकै छडीबडी परिरहेको छ पुरा रुममा। कपडा रिल्स बनाउँदा कति कपडा चाहिन्छ भिडियो बनाउँदा बहुत मेहनत छ। एउटा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। यो चाहिँ हाम्रो चिकन बिरयानी। यो सलाद दिएको छ यो सांबार चटनी यो गरम पानी हल्का यसमा हाल्नु पर्यो। चिकन बिरयानी खुलियो यो यस्तै चिकन बिरयानी एक पिस 2 पिस। यो चाहिँ हो बेंगलोरको चिकन बिरयानी। त हैदराबादी 1 नम्बर हुन्छ तर के गर्नु। अब चाहिँ खाना स्टार्ट गरौँ। यो सांबार हो यो चटनी सानो टेमालेको सधैँ अलिअलि खान्छु। त गाइस यस्तै छ मेरो रुम। यो हो खाना खाएर ढक्क लड्ने हो मोबाइल हेर्ने हो। र आज बहुत लेट भयो त्यही भएर बाहिरबाट ल्याउनु पर्यो। परदेशीको हाल यस्तै हो दिनभरि खटो राति आएर हल्का खाना त खानु पर्यो। चिकन बिरयानी गरम पानी। जबसम्म खाँदै गर्छु तबसम्म लाइक शेयर गर्नु होला। सानो भिडियो थियो मेरो परदेशी जति पनि हुनुहुन्छ दाजुभाइहरू उनीहरूको लागि। बस खाना खाएर सुत्ने हो बिहान भइहाल्छ फेरि ड्युटी। तबसम्म लाइक शेयर सब्सक्राइब गर्नु। नेक्स्ट भिडियोमा मिल्नेछु। जय हिन्द जय भारत।